नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक चैत्र 3 गते। बोर्ड परिवर्तन गर्ने क्रममा कैलालीमा ओली माधव पक्षका कार्यकर्ताबीच झडप, प्रदेश कार्यालय नियन्त्रणमा। संगठन पुनर्निर्माण गर्न माओवादी केन्द्रद्वारा 4 सदस्यीय कार्यदल गठन। सेनालाई विवादमा ल्याउन भइरहेको प्रयासप्रति सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह। पछिल्लो 24 घण्टामा नेपालमा 104 जनामा कोरोना संक्रमण। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्यहरू सानु शिवा र सूर्यबहादुर केसी, संविधान सभाका सदस्यहरू मानपुर चौधरी र भीमप्रसाद गौतम तथा प्रतिनिधि सभाका पूर्व सदस्य बहादुर गुरुङ, डाक्टर राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बू, कमान सिंह लामा, गंगादत्त जोशी, एकनाथ राणाभाट, कुंवर प्रसाद शर्मा, डाक्टर शंकर प्रसाद उप्रेतीको निधनमा शोक प्रस्ताव पारित गरेको हो। बैठकले उनीहरूको निधनप्रति शोक व्यक्त गर्दै 1 मिनट मौन धारण समेत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक चैत्र 3 गते मंगलबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले प्रतिनिधि सभा सदस्य स्वर्गीय सूर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बुधबार सिंहदरबार स्थित समितिको हलमा बसेको महिला तथा सामाजिक समितिको बैठकले समितिको सदस्यको रूपमा रहनुभएका प्रतिनिधि सभा सदस्य स्वर्गीय सूर्यबहादुर केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। समितिको बैठकले सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको सभापति निरु देवी पालले घोषणा गर्नुभयो। 63 वर्षको उमेरमा मिति 2077 कार्तिक 17 गते सोमबार राति 10 बजे कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका मुस्ताङचोक स्थित आफ्नै निवासमा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै गर्दछ यो बैठक साथै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछ। समितिको उक्त बैठकमा स्वर्गीय केसीको छोरा र स्वकीय सचिवको समेत उपस्थिति रहेको थियो। कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा 14 को स्थायी निवासी स्वर्गीय केसीको 63 वर्षको उमेरमा 2077 साल कार्तिक 17 गते निधन भएको थियो। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै संघीय संसदका विभिन्न समितिहरूले आफ्ना कामहरू सुरु गरिसकेका छन्। कैलालीको धनगढी स्थित एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच बुधबार झडप भएको छ। धनगढी उपमहानगरपालिका वडा 3 चटकपुरामा रहेको नेकपाको प्रदेश कार्यालयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएको थियो। झडपपछि स्थिति तनावपूर्ण भएको छ। नेपाल पक्षका कार्यकर्ताले भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेट सहित नयाँ बोर्ड राखेका थिए। त्यसको केही बेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको समूहले नेपाल पक्षको राखेको त्यो बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो। त्यस लगत्तै नेपाल पक्षका कार्यकर्ताले पुनः ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए। त्यसै क्रममा दुवै पक्षबीच झडप भएको थियो। नेकपा माओवादी केन्द्रले संगठन निर्माणको योजनालाई ठोस रूप दिन 4 सदस्यीय कार्यदल गठन गरेको छ। बुधबार केन्द्रीय कार्यालय पेरिस टाढामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रूप दिई प्रतिवेदन पेश गर्नका लागि 4 सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, वर्षमान पुल, पम्फा भूषाल र जनार्दन शर्मा रहनुभएको नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताको सम्बन्धमा जानकारी गराउनु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठले अन्य पार्टीहरूसँग सहमति गरेर निष्कर्षमा पुग्नुका लागि गृह कार्य गरिराखेको भन्दै केपी शर्मा ओलीको नेतृत्वको सरकारले समर्थन फिर्ता गर्ने निर्णय नगरिएको पनि बताउनुभयो। स्थायी कमिटी बैठकले पार्टीको चैत्र 2 गते हुने प्रशिक्षणात्मक भेलामा सहभागी हुन नेता कार्यकर्ताको हकमा मापदण्ड निर्धारण गरिएको पनि जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ। पार्टीका त्रय अध्यक्षले विधान अनुसार 5 वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष चयन गरेका छन्। प्रदेश 1 को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुन सुन्दर लावती, प्रदेश 2 को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेश लाल महासेठ मनोनयन पाएका छन्।
त्यस्तै गण्डकी प्रदेशको अध्यक्षमा लमजुङका हेमजङ गुरुङ र उपाध्यक्षमा गोर्खाका महेश्वर रक्का, लुम्बिनीका अध्यक्षमा रूपन्देहीका प्रदीप कुमार उदय र उपाध्यक्षमा रूपन्देहीकै कैलाश गुरुङ, कैलालीको अध्यक्षमा कालीकोटका दिप बहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन्। अपन समाचारमा अहिलेलाई व्यावसायिक विश्रामपछि सेनालाई विवादमा ल्याउन भइरहेको प्रयासप्रति सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह। पछिल्लो 24 घण्टामा नेपालमा 104 जना कोरोनाका नयाँ संक्रमित। र मुस्कान खातुनलाई आफ्ना कार्यक्रमको विशेष वक्ताको रूपमा राख्ने मुस्लिम आयोगको निर्णय। फेयर एन्ड लभलीको नयाँ नाम अब ग्लो एन्ड लभली। फेयर एन्ड लभली अब ग्लो एन्ड लभली किन? किनकि निखार भन्दा बढी पाउनुहुनेछ HD ग्लो। प्रस्तुत छ ग्लो एन्ड लभली। यसको मल्टिभिटामिन गहिराईमा गएर दाग धब्बा घटाउँछ अनि अनुहारलाई दिन्छ उत्कृष्ट ग्लो। नयाँ जमानाको ग्लो, ग्लो एन्ड लभली। मेरो हिरो सुपर स्प्लेन्डर। मेरो हिरो कति प्यारो, अरू पनि होला राम्रो, तर पनि मेरै हिरो प्यारो। पहाडेर ओहो तर कति सुन्दर हाम्रो, बाधा भने कति हो, त्यसैले हिरो सुपर स्प्लेन्डर नै प्यारो। काम लागे हुन्छ धुलो, पानी परे हिलो मैलो, त्यसैले त हिरो सुपर स्प्लेन्डर नै प्यारो। सबैलाई सुहाउँदो सुपर स्प्लेन्डर नै प्यारो। नेपालको अति लोकप्रिय मोटरसाइकल हिरो सुपर स्प्लेन्डर। लुप नेटवर्क स्पेशल अफर, फ्री वायर, फ्री सेटअप बॉक्स, फ्री टीवी, एडवांस नहीं रखा परत। 35 Mbps इंटरनेट, IPTV और साथ में सेटअप बॉक्स मात्र 14,000 में 1 साल के लिए। 15 Mbps इंटरनेट मात्र 12,000 में 1 साल के लिए। फॉर रीसेलर डीलर कॉन्टैक्ट विद स्पेशल ऑफर एट लूप ऑफिस। टीवी प्रोग्राम छुटला पर बैक कक देखल जा सकैया कोनो समय। यूट्यूब आ फेसबुक से हो टीवी में चलाओ। कॉन्टैक्ट अस लूप नेटवर्क, वाल्मीकि चौक नियर बजरंग चौक, जनकपुर धाम 1, www.loopnet.com NP। मोबाइल 9843818855, 9801663899। विश्रामपछि अब बाँकीका प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओलीले संकीर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढङ्गले विवादमा तान्ने गरिएको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा परिषद सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरूप्रति सजग र सतर्क रहन आग्रह गर्नुभयो। संस्थालाई वाद विवादमा तान्ने खालका काम गर्नु उचित नहुने उहाँले तर्क दिनुभयो। सैद्धान्तिक, नीतिगत र व्यवहारिक रूपमा अनुभवहरू पनि हासिल गर्दै गयो। तिनै अनुभवहरूका आधारमा आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति जस्ता कुराहरू र त्यस उहाँले सुरक्षा परिषदको संवैधानिक, कानुनी र व्यावहारिक रूपमा सही प्रयोग भइरहेको दावी गर्नुभएको छ। नेपाल सरकार तुलनात्मक रूपमा विश्वमा शान्तिको स्थिति भए पनि ठूलो सानो सबै राष्ट्रले अनुचित ढङ्गले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लङ्घन हुन्छ कि भन्ने कुरा सबैले ध्यान दिनुपर्ने बताउनुभयो। आजको दुनियाँ पनि आज विश्वमा एक ढङ्गले भन्ने हो भने तुलनात्मक रूपमा शान्तिको स्थिति नै छ भन्नुपर्छ। तर प्रतिरक्षा सम्बन्धी, सुरक्षा सम्बन्धी वा सैन्य परिचालन सम्बन्धी प्रश्नहरूलाई मूलतः राष्ट्रहरूले दुई हिसाबले सोचेको पाइन्छ आजको दुनियाँमा। एउटा नेपाल सरकार सधैँ शक्तिको आडमा नभई सत्यको आडमा न्यायको कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको उहाँले स्पष्ट पार्नुभयो। नेपालमा पछिल्लो 24 घण्टामा थप 104 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या 2,74,000
973 पुगेको छ। पछिल्लो 24 घण्टामा 63 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या 2,71,050 पुगेको छ। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 0 रहेको मन्त्रालयले पुष्टि गरेको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3012 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या 911 रहेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा कोही पनि कोरोना संक्रमित थपिएका छैनन्। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनाले दिएको तथ्याङ्क अनुसार प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,202 रहेको छ। प्रदेश 2 मा कोरोना संक्रमणले 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,975 जना संक्रमण मुक्त भइसकेका छन्। नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरूमा विशेष वक्ताको रूपमा राख्ने भएको छ। आयोगले आयोजना गर्ने गरेको सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रूपमा प्रस्तुत गर्ने भएको छ। बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समीम मिया अन्सारीले सम्मान गर्नुभयो। सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड विरुद्धको अभियानमा मुस्कानको भूमिका महत्त्वपूर्ण हुने भएकाले विशेष स्थान दिन लागि बताउनुभयो। यो घटना भोलिको दिनमा चाहिँ अरू कुनै चाहिँ चेलीलाई कुनै महिलालाई त्यो चाहिँ आक्रमण नहोस् भन्ने जुन तपाईँको एउटा सोच र एउटा चाहिँ अलग्गै ऊर्जा साहसीको चाहिँ जुन तपाईँले चाहिँ कदम चाल्नुभयो यसको लागि म हिजोदेखि पनि आज पनि र भोलि पनि हामी मुस्लिम आयोग टिम नै तपाईँको यो साहसको लागि हामी सम्मान गर्छौँ तपाईँलाई। र भोलिको दिनमा आयोगले विभिन्न जुन गर्ने कार्यक्रमहरूमा पनि तपाईँलाई चाहिँ हामीले चाहिँ निमन्त्रणा। यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफू पीडालाई शक्तिमा बदल्न सकेको बताउनुभयो। आफूले एसिड विरुद्ध जनचेतना जगाउन काम सधैँ लाग्ने पनि बताउनुभयो। सपना अझै थपिएको छ, आउनेवाला दिनमा म धेरै यस्तो काम गर्छु भनेर। र यसमा चाहिँ अझै मलाई तपाईँहरूको साथ सपोर्ट र हाम्रो मुस्लिम आयोगको हाम्रो सलिमान साईज्यूको साथ सपोर्ट पनि मलाई एकदमै खाँचो पर्नेछ। र म भन्न चाहन्छु कि यसरी नै हजुरको साथ र सपोर्ट होस् र हाम्रो जुन उहाँले गर्नुभएको हौसला मोटिभेट र सपोर्टको आज म हृदयबाट नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। केही दिन अघि अमेरिकी सरकारले उनलाई सम्मानित गर्ने घोषणा गरेको थियो। यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष सम्मान गरेको छ। अन्त्यमा हेडलाइन्स फेरि एकपटक। शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित। अर्को बैठक चैत्र 3 मा। बोर्ड परिवर्तन गर्ने क्रममा कैलालीमा ओली माधव पक्षका कार्यकर्ताबीच झडप। प्रदेश कार्यालय नियन्त्रणमा। संगठन पुनर्निर्माण गर्न माओवादी केन्द्रद्वारा 4 सदस्यीय कार्यदल गठन। सेनालाई विवादमा ल्याउन भइरहेको प्रयासप्रति सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह। र पछिल्लो 24 घण्टामा नेपालमा 104 जना कोरोनाका नयाँ संक्रमित। हस्त अपन न्यूज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।